यता सहित हाम्रो बुनुको फेरि करोडको करोड निकालेर रहेछ चल्दै यता यो चाहिँ हिजो भर्खर निकालेर रहेछ यसले म नछु नछु भन्दैछ नछुइदिउँ भने सो यो चाहिँ आँगन भइहाल्यो गमला सबै तर मरिसकेछ यो चाहिँ त्यसलाई स्याहार सुसार नभएर पनि यो मक्किसकेछ मम्मीले चाहिँ टक्क अब हाम्रो के भन्छ कुखुराहरूलाई चारो दिँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ मम्मीहरूले चाहिँ निकै ठुल्ठुलो बनाउनु भएको रहेछ भालेहरू खाइयो मम्मी यता हुनुहुन्छ पसिनै यसरी एकदम मेहनती हुनुहुन्छ हाम्रो मम्मी चाहिँ के भन्न चाहनुहुन्छ त मम्मी आज मैले त यहाँ कुखुरालाई चारो हाल्दैछु आज छोरा काठमाडौँदेखि आएर यसो हेर्दैछ मम्मीको परिश्रम मलाई पनि धेरै खुसी लागेको छ छोराले यसो आएर यसो हेरिदिएकोमा साथीहरू त यो के भन्ने त उखु छ यो चाहिँ के उखु भन्छ मम्मी अगाडिको हाम्रो हेलो एभ्रिवान वेलकम टु माई ब्लग है हजुरलाई स्वागत छ मेरो युट्युब च्यानलमा चाहिँ अनि फाइनली म चाहिँ गाउँ आइसकिरहेको छु ठ्याक्क म घर आइपुगिसकिरहेको छु अहिले चाहिँ म घरतिर छु अनि मेरो गाउँ चाहिँ यस्तो ठाउँमा छ है पारी हो होइन अलि माथि छ यहाँ चाहिँ हामी यो चाहिँ माथि घरमा छौँ तल चाहिँ हामी त्यति बस्दैनौँ तल चाहिँ कुकु मात्रै बस्नुहुन्छ सो अनि मौरीको घारहरू हेर्न सक्नुहुन्छ हजुरहरूले एउटा यहाँ भयो दुईवटा होइन त्यहाँ तिनवटा त्यहाँ माथि पञ्चौ त्यहाँ अनि यहाँ अनि यता अगाडि अनि यहाँ पनि छ फाइनली धुप्पीहरू गयो होला यो चाहिँ अम्बक यो के भन्छ यसलाई चाहिँ यसको नाम चाहिँ मलाई पनि थाहा भएन है वाटरमेलन होला यतासँग फेरि बबाल मम्मीहरूले पाल्नुभएको कुखुराहरू दाउरा कटेरो उता भैँसीगोठ त्यहाँभन्दा पारी स्कुल भइहाल्यो अनि धानबारी यसो गाउँ चाहिँ यस्तै छ गाउँघर चाहिँ ठ्याक्क यता स्याउको बोट यता के भन्छ यो यो चाहिँ हाम्रो के भन्छ यसलाई लर्याप भन्छ है लर्याप अमुक पनि फल्छ है फेरि गाई चाहिँ त्यस्तो लेख पनि होइन है यहाँ हेर्न सक्नुहुन्छ अमुक फुलेर होइन फल्न थालिसकिरहेछ यता कागती पनि फल्नुलाई रेडी हुँदैछ यता स्याउको बोटहरू चाहिँ निकै लाउनु भएको छ मास्तिहरूतिर पनि सो तपाईँहरूलाई म नि डाइनोसरको बच्चा देखाउँछु है गाई चाहिँ डाइनोसरको बच्चा मम्मी बाबाहरू चाहिँ एकदम मेहनती हुनुहुन्छ सो अहिले चाहिँ हाम्रो यहाँ डाइनोसरको माउ चाहिँ यता छ होइन डाइनोसर यता छ डाइनोसरको बच्चाहरू भर्खर जन्मेको रहेछ यता छ यो चाहिँ अब उन्मुख डाइनोसरको बच्चाहरू हो कतिवटा छ त्यो दुईवटा समथिङ 11 कि 12वटा छ भन्दै हुनु नि त यता कुद्दैछ अरू कसैलाई चाहियो भने यस्तो सम्पर्क गर्न सक्नुहुन्छ सो तितेहरू चाहिँ टन्नै रहेछ यता पनि लिँदैछ ड्रागन फ्रुटको बिरुवा मकैहरू यस्तो फल्छ है काँक्रा यता भेन्डाहरू सो टनेला बनिहाल्नु भएको रहेछ यहाँ तलतिर चाहिँ त्यता चाहिँ म गएको छैन ल हाम्रो गाउँबाट चाहिँ टक्क डाँडाहरू यस्तै देख्छ है त सट्टसँगले यो पारी चाहिँ ट्याम्के पर्छ हुसु लागेको चाहिँ यता ट्याम्के यता चखेवा सो यो पारीको स्कुल गइहाल्यो तब डाँडा छ बस्नलाई चाहिँ जस आनन्दको ठाउँ छ यता गाइस ल डाइनोसरको बच्चाहरू यता कुद्दैछ सो घर यो भइहाल्यो आइया
साधन चाहिँ यहाँ लिएर राख्यो कसैले गाडी चाहिँ घरैसम्म आइपुग्छ बाइक चाहिँ ठुलो गाडी चाहिँ यहाँ अगाडिसम्म मात्रै आउँछ अब मम्मीले चाहिँ टक्क अब हाम्रो के भन्छ कुखुराहरूलाई चारो दिँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ मम्मीहरूले चाहिँ निकै ठुल्ठुलो बनाउनु भएको रहेछ भालेहरू खाइयो मम्मी यता हुनुहुन्छ पसिनै यसरी एकदम मेहनती हुनुहुन्छ हाम्रो मम्मी चाहिँ के भन्न चाहनुहुन्छ र मम्मी आज मैले त यहाँ कुखुरालाई चारो हाल्दैछु आज छोरा काठमाडौँदेखि आएर यसो हेर्दैछ मम्मीको परिश्रम मलाई पनि धेरै खुसी लागेको छ छोराले यसो आएर यसो हेरिदिएकोमा है त साथीहरू त यो के भन्ने त उखु छ यो चाहिँ के उखु भन्छ मम्मी यो अगाडिको हाम्रो यो रातो यो उयो उखु के ए घाँस भयो ए उखु जस्तै रहेछ नि त ए चाहिँ घाँस रहेछ म उखु भनिदिरहेको क्या साथीहरू लास्ट भिडियो सो हामी चाहिँ अब हाम्रो गोठसम्म यसो भिजिट हानिदिउँ न त है साथीहरू सो यहाँ चाहिँ यहाँ माथि घरमा चाहिँ सायद सानो सानो पाडाहरू छ क्या अनि तल चाहिँ तल घरमा चाहिँ गोरुहरू पाल्नु भयो होला हामी चाहिँ अहिले माथि छौँ माथि घरमा छौँ अहिले चाहिँ टक्कसँगले ए यो रहेछ एउटा सानो के भन्छ राँगा पाडी हो सानो सानो यसो राँगा अनि एउटा गाई हो क्या सानो सानो गाई रहेछ स्कुल यता छ रोड चाहिँ यहीँ मुनि छ उतै भएको रोड यहाँ चाहिँ सट्टै सेटले रहनुपर्ने हुन्छ यहाँ चाहिँ लास्ट चिप्लिन्छ बिस्तारै अब पनि सोलिङ हान्नुहुन्छ होला बाबाले सो त्यही हो यता बाँसघारी भइहाल्यो बस्नलाई चाहिँ चिल छ यता गाई चिल छ ठाउँ चाहिँ सो पारी देख्न सक्नुहुन्छ खुसु लागिसक्यो आजभोलि चाहिँ के भएर अलि यो मौसम खुल्दा चाहिँ बबाल देख्छ हुस्सु लागिराखेको रहेछ अनि कुरा त यो साथीहरू अब म चाहिँ धेरै बस्दिनँ भरेतिर फर्किहाल्छु होला मैले साथीहरूलाई मेरो घर पनि भिजिट गराएँ है त के खानुभएको अनि चिचिलामै टिपिदिनु भएको चिचिलामै टिपिदिनु भएको तपाईँले ल यता चाहिँ मेरो बुनु हुनुहुन्छ हेलो भनिदिनु न हाई गरिदिनु यसरी लजाउँछ बुने चाहिँ एकदम फेरि मेरो बुने चाहिँ यता चाहिँ हाम्रो बुनेको फेरि करोडको माल हजुर के अरे बुने के नाम राखिदिनु भएको छ हजुरले यसको ल यता छ है त हाम्रो बुनुको फेरि करोडको हजुर करोडको कता गयो ए यता फर्किन कहाँ दादालाई अनुहार देखाउनु छोडेर तँलाई चाक देखाउँछस् ल ए लड्छस् है गदा फेरि कता गयो यार यो ए माथि आइज यहाँ चाहिँ कता गयो यार यो झन्डै लडिस् नि त अनि केटा चकचक गर्छस् त लड्छस् नि त अनि ल यता छौँ हामी भन्दै केटा ल यता हेर त तैँले फेरि यता चाहिँ मम्मीहरूले टक्क चल्ला पनि स्तरी पाल्नु भएको कुराको टन्नै छ यहाँ चाहिँ टन्नै निकालेर रहेछ कुखुरा चल्ला यता यो चाहिँ हिजो भर्खर निकालेर रहेछ यसले म ए मेरो बच्चालाई नचलाऊ ए भन्दैछ है म ठुङ्गिन्छु नि भन्दैछ ए ल्याप्पीले के घाम्दैछ त अनि कतिवटा उयसले पनि टन्नै निकाल्यो भन्दै गरेर सुना थिएँ निकै नै निकालेर रहेछ पनि हट नछौँ भन्दैछ नछुइदिउँ भने सो यो चाहिँ आँगन भइहाल्यो यो चाहिँ सानो खाले डुबा हाल्नु भयो रहेछ बाबाहरूले राम्रो हुँदो रहेछ त्यो घर मालिक अब नभ्याउने भएको कारणले गर्दा बाबा मम्मीले चाहिँ गोडमेल गर्नु चाहिँ त्यति भ्याउनु भएको छैन अब बाबा मम्मी नि सानो बुनिया मात्रै हुनुहुन्छ नि त
अनि त्यता भ्याउनु पर्यो, तल गएर माथि गएर गाह्रो हुन्छ। सो यो करेलाको झ्याङ। अनि यो माथिको जुन गमलाको फुलहरू छ यो चाहिँ मैले +2 पढ्दा लिएर रोपेको। अहिलेसम्म यतिको चाहिँ भएको रहेछ। जस यो बोटोहरू चाहिँ यसरी ओइलाएछ, तर हुनु चाहिँ राम्रै भएको रहेछ। म माथि गएर देखाउँछु ल साथीहरूलाई त्यो मैले रोपेको गमलाको बिरुवा चाहिँ। त्यहाँ चाहिँ एउटा मौरीको डोर। घाम नलागेर यसरी सुकाउनु भएर रहेछ। ब्ल्याङ्केटहरू चाहिँ एउटा यहाँ स्टार्ट चाहिँ यहाँबाट हुन्छ हाम्रो यो गमला सबै, तर मरिसकेछ यो चाहिँ। बाबा मम्मी मात्रै हुनुहुन्छ, त्यति भ्याउनुहुन्न नि त यो गोडमेल गर्नु होइन। अब यो बाली लगाउनु कि त घर सरसफाइ गर्नु कि तल गर्नु कि माथि गर्नु कि गर्दा गाह्रो छ। सो त्यही भएर यस्तरी किराले खाइदिएछ, केही छैन। अब चाहिँ गमला पनि फुटिसकेछ यसरी। धेरै वर्ष भयो नि त, 5-6 वर्षै भइसक्यो। तर जो बिरुवाहरू चाहिँ रहेछ अहिलेसम्म अलिअलि यता होइन, यता यसरी यस अलिअलि चाहिँ बचेकै रहेछ। हेर्न सक्नुहुन्छ जसले टक्क परेसम्म छ बिरुवाहरू चाहिँ। यो चाहिँ हाम्रो ढोल राईको ढोल खुब बजाउँथेँ यो मैले बच्चा बेलामा। त्यसलाई स्याहार सुसार नभएर पनि यो मक्किसकेछ। सानो हलुका छ कि टक्कै यसरी बोक्नलाई हलुङ्गो छ। बच्चा बेलामा खुब रहर लाग्थ्यो यो बजाइयो। सो कुरा त यो साथीहरू बुने चाहिँ एकदम लजाउँछ, कुदेछ। सानो सानो छ नि त। ओह त्यही भएर ल फाइनली साथीहरू यही हो। मैले मेरो गाउँ भन्दा नि घर चाहिँ भिजिट हुन आएँ तपाईँहरूलाई। गाउँ चाहिँ अब म नेक्स्ट टाइम आउँदा गाउँ नै भिजिट हुन आउनेछु है त। अनि हजुरलाई के कस्तो लाग्यो त भिडियो, लाइक सेयर अनि सब्सक्राइब चाहिँ गर्नु नछुटाउनु होला है त। एनसी मोटो ब्लगलाई माया गर्नु पऱ्यो है त साथीहरू। यति भन्दै आज हजुरहरूसँग बिदा माग्न चाहन्छु। बाई बाई।